यस्तो र यस्तो चाहिँ टक्क लाएर रिनामको लागि निस्केछौँ। अनि हामी चाहिँ टक्क लाएर दुईवटा साइकलमा निस्केछौँ। अनि एउटा चाहिँ यही भयो, अनि यो चाहिँ न्यू भयो, मेरो न्यू वान। अनि टक्क लाएर तिनजना छौँ। अनि के गाइज अब बाटोमा हेर्दै जानु। अनि आजको भ्लग चाहिँ इन्ट्रेस्टिङ हुनेवाला छ, किनभने हामी दुईवटा साइकलमा मात्र हिँडिरहेका छौँ। गाइस अब डेली त कहाँ भनौँ, अब स्टुडेन्ट एज ए स्टुडेन्ट कहाँदेखि भ्लग हुन्छ। अनि त्यही भएर अब हल्का फेरि आफूसँग फ्री हुँदाखेरि त्यो टाइमले युज गरेर हल्का आफूसँग भएको ट्यालेन्ट तथा इन्टरटेनमेन्ट गर्नु चाहिँ सक्छु होला। आई होप, आशा गर्दछु त्यो सेवा गर्ने मौका चाहिँ दिनुहुन्छ होला। थ्याङ्क यू गाइज, अगाडि हेर्दै जानु। इन्जोय द ब्लग। त्यही हो गाइज, म चाहिँ क्यामेरा। सो अलराइट गाइज, भर्खर चाहिँ उकालो टान्दा बित्तिकै हाम्रो डोसको चेन स्पकेटको तल हल्का कडाक कुडुक गुडुक भयो। हेर त यता, हेर त यता। त्यही छैन, हानिन्छ न आज टक्क लगाएर। अब थोरै मात्र बाटो छ, यो एउटामा पुगिसकेछ। हाम्रो साथीले आज गियरको कारण पुरा दुःख पाएका छ। बिहानकै यसले पुरा पूजा गरेर लिएर आएको के आउँछ नगरिकन। तर आज अपरेटिङ चाहिँ बब्बाल हुनेवाला छ, किनभने बाटो पनि त्यस्तै छ, हल्का त्यो टाइपको छ। पहिला हाम्रो ढोरपाटनभन्दा हल्का उस रहेछ। ढोरपाटनमा यो यतिको चाहिँ थिएन कि पहिला, यतिको भए पनि आनन्द हुन्थ्यो। अहिले चाहिँ त्योभन्दा डबल बनाएको छ ढोरपाटन जाने बाटो नि। नेक्स्ट टाइम अब टाइम भएछ भने ढोरपाटनतिर पनि यसो गलाएर हान्नेवाला छन्। त्यही हो, माया गर्नु पर्यो हल्का, अनि सपोर्ट दिनु पऱ्यो नि त। त्यत्तिकै अब गर्छु भने चाहिँ आँटेको काम गरिरहेको छ। अनि कहाँ सपोर्ट पाएन भने त आउँदा हुन्छ नि, हो कि होइन? त्यही भएर सपोर्ट। नेक्स्ट टाइम हाम्रो टार्गेट उहाँ के हो, लुक एट द्याट, मन्दिर देखिरहेको छन्। सो अलराइट गाइज, गुड मर्निङ फ्रम रिनाम होइन। अनि टक्क लगाएर यहाँ चाहिँ भर्खर घाम निस्किँदा छ। अनि हामी चाहिँ बुट्टिबाङबाट भर्खरै आइपुगेछौँ। रिनाम चाहिँ हाम्रो नियर छ। त्यही हो, अब यहाँ चाहिँ एकछिन बसेर रेस्ट गरेर जानु पऱ्यो कि। लास्ट औडा भयो कि हामीले चाहिँ गाडीको कन्ट्याक्ट चाहिँ गरेनौँ। त्यही भएर अब हिँडेको खुट्टा फुटले चाहिँ यहाँसम्म आयौँ, किनभने यो धेरै टाढा पनि छैन नि त बुट्टिबाङभन्दा। अनि त्यहाँ चाहिँ हल्का उस गरेर अनि आएको। त्यही भएर इएमआई एउटा नि। अब हामी बिहान कति बजी हिँडेको रे दादा? हामी त्यहाँको वहाँदेखि 6मा हिँडेको थियौँ भने बल्ल यहाँ 8:50 भएको छ। भनेपछि अब बुझ्नु कि कति हो राम्रो बाटो छ भनेर, अनि कतिको उकालो छ भनेर थाहा पाइसक्नु भयो होला है। अब सिउ गाई चाहिँ एकछिन अब हल्का खानु पऱ्यो अब होइन। फेरि अरू चाहिँ नसोच्ने, फेरि केटा निकाल्दा छिटो निकाल छिटो। यिनी यहाँ चाहिँ उसमा छन्, केही डिप्रेसनमा छन् बिचरा यार, किनभने साइकल उसले ढोकालिएछ क्या यार। हो यार, हाम्रो दोस्त फेरि भाइ बहिनी छन् कि यहाँदेखि तल झर्ने हो नि गाइस, फेरि थाहा होला नि। सिधै त्यहाँ कालो के भन्छ अरे, काली र राइट, त्यहाँ पुगिन्छ। पुगेर साथीहरू मर्ने है। अब धेरै छैन, रिनाम पुगेपछि फर्किँदाखेरि मजा आउने रहेछ भन्ने थाहा पाइयो। त्यही दोष केही भनिदेऊ, लिप दोष। उहाँ चाहिँ अलिकति सुकुम्बासी होइन, अलि नबोल्ने मान्छे। ए गाइस, अघि खाने भनेको चाहिँ यही हो है। फेरि हेर्नु न, घाम टक्क लगाएर निस्किन लागिरहेछ। हामी चाहिँ अब टक्क लगाएर बसिरहेछौँ। त्यही हो, बिहान उठेर स्क्रोल गर्ने भन्दाखेरि त यता आएको ठिक छ साथी। अनि एउटा जो चाहिँ भर्खरसम्म सुतिरहेछ नि, तिनीहरूलाई चाहिँ टक्क लगाएर गुड मर्निङ है फ्रम रिनाम। अनि त्यहाँ चाहिँ यस्तो मिठो भ्यू, टक्क लगाएर जङ्गलको हुन्छ होइन, टक्क लगाएर आनन्दले चिलमा चिसो हावा खाँदा कति मजा आउँछ। तिमीहरू चाहिँ सुतिरहेको, हामी चाहिँ यहाँ 2 घन्टा लगाएर भए पनि कहाँ आइरहेछौँ कि हेर न। आमा भनेपछि बुझ्यो भाइहरू। अब हल्का बिहान पऱ्यो होइन, छलफल त गर्नै पऱ्यो। बाक्लो नै भएपछि यति त गर्नु पऱ्यो नि त, हो कि होइन? यस्तो कमेन्ट गरिदिउँ त।
गाइज अघि मैले भनिरहेको चाहिँ त्यही है ऊ हेर्नु क्वालिटी राम्रो नआयो नि यहाँदेखि चाहिँ हल्का उसै देखेछ होला ब्लर नै तर राम्रो चाहिँ हेरौँ अब तपाईँहरूको माया पायौँ भने अब टक्क लाएर हानौँला नि त अब हल्का फोकेवाला नभए पनि राम्रो क्यामेरावाला हानौँ न त अनि यो चाहिँ सिमल चौर होइन नेक्स्ट टाइम चाहिँ यतातिर जानु पर्ला अब किनभने हामीले अब एउटा डेस्टिनेसन लिएर हिँडेछौँ अनि यो बाक्लुङ एरिया छ नि सबै यो बाक्लुङ एरियाभित्र जुन चाहिँ घुम्ने ठाउँ छ नि हल्का राम्रो खालको अनि त्यसरी हाम्रो जो त्यो यस्तो हुन्छ नि कुनै ठाउँ त होइन त्यो ठाउँ त छ राम्रो ठाउँ त छ तर त्यहाँको उस भएको छैन कि विकास भएको छैन अनि राम्रोसँग उस पनि भएको छैन कि त्यहाँबाट हुन्छ नि पब्लिक पनि भएको छैन त्यही भएर हामी पनि त्यहीको लागि हल्का कोसिस गर्छौँ हाम्रो सक्दो कोसिस गर्छौँ एज अ स्टुडेन्ट अब जति सक्छ त्यति उस गरिराखेको हुन्छ अनि त्यही हो आई होप सबैजनाले माया सपोर्ट गर्नुहुन्छ होला अनि अहिले चाहिँ हाम्रो डेस्टिनेसन चाहिँ त्यही हो टक्कलाई त्यही हो अब हल्का धुलो खाइन्छ बाल छैन अब ल एकचोटि भ्यू हेर्नु नि त ल है जो बुर्तिमाङवासी हुन्छ नि एउटा रिक्वेस्ट छ कि तपाईँहरूलाई यार एकचोटि घुम्न आउनु न यार यस्तो दामी छ यार बिहान हल्का मुड अफ भए पनि बब्बाल हुन्छ के गर्नुहुन्छ यार बिहान 8, 9, 10 बजीसम्म सुत्यो भन्दा पर्छ अनि डल्लै पिच ठाउँमा हल्का उस हुने कि एकछिनको लागि आफूलाई डिस्ट्रेन्ड नै गरिदिनु कि त्यही हो अब मेरो भ्लग राम्रो लाग्छ भने हेर्दै जानु पछिसम्म अहिले चाहिँ यो चाहिँ टेलर मात्रै हो होइन टेलर मात्रै हो अनि हाम्रो यहाँ चाहिँ टक्क लगाएर उकालो छ अनि त्यही भएर आज चाहिँ बिना गियर हाने सेफ्टी हानेर छौँ केही पनि हुँदैन तर यताउता हिँड्दाखेरि सेफ्टी फस्यो साथीहरू अरूभन्दा पनि अनि हामीले चाहिँ आज हेलमेट उस गरेको थियो अर्डर गरेको थियो तर हेलमेट चाहिँ आएन कि त्यही भएर अब यस्तै हिँड्नुपर्ने छ यही हो अनि यति आज चाहिँ नो फर्म जस्ट सिम्पल प्लस अनि अब अपरेटिङ त हानिसकेको योभन्दा पनि खतरनाकसँग हानिसकेको हो त्यही पनि अब यसमा कतिको हुन्छ भने हो साइकल नचलाएको यस्तो भयो कि योभन्दा अघिल्लो वर्ष चाहिँ त्यहाँ के भन्छ भने हाम्रो स्कुलमा बिहाली थियो नि त अब त्यो भएर अब फेरि यस्तो भयो कि दह लाग्यो हल्का अब राम्रोसँग पढ्नु पऱ्यो भनेर अब साइकल चढ पारेँ अब हल्का स्किल पनि घट्न सक्छ ट्राई गर्छौँ कि राम्रो स्किल बढोस् डेभलप होस् नि अनि त्यही हो हेलो हेलो भन हेलो खै यहाँ पानी कहाँ पाइन्छ पानी चाहिँ पाएन कि यता तलतिर पानी छैन यता कहाँ पाइन्छ यहाँ माथि हो योभन्दा कति टाइम लाग्छ एउटा माथि अझ माथि चढ्नलाई थ्याङ्क यू हल्का जकिङ भन्नु पर्छ अल राइट गाइज टक्क लगाएर हामी चाहिँ यता यहाँ यस्तो घुम्ने व्यवस्था के छ हल्का घुम्नको लागि हल्का रिनाम त नाम राख्यो अनि हल्का केही पनि छैन ए ल होइन कुनै ठाउँमा हल्का जस्तो हुन्छ नि त त्यही भएर ए हजुर थ्याङ्क यू तर यहाँभन्दा माथि जाने ठाउँै रहन्छ कि डेस्टिनेसन भनेको आजको लागि हाम्रो यहीँसम्म छ अब तल जाने झर्ने हाम्रो यसो फर्किसक्नु लागेको छौँ त तल मन्दिर छ टक्क लगाएर यसो एक दुईवटा भिडियो सिडियो घर सुट गरेर घर चलिने हो त्यही हो गाइस आजको लागि चाहिँ यति नै हुन्छ अनि अब अझ माथि गएर अझ राम्रो उस गर्न मन थियो के अरे तर बाटो नभएपछि अब के गर्ने जबरजस्त छ ल साँच्ची हो फेरि मैले त मुखमा हान्छु नि फेरि ल है ल हेर एकछिन ल है ल है दुईजना पनि कसले हान्छ है ल हेरौँ ल है ल क्विक हेरौँ है क्विक को भाइ हेलो भन हेलो गर यस्तो गर यस्तो तिम्रो नाम के हो अरे तिम्रो नाम के हो तिम्रो नाम कहाँ बस्छौ यहीँ हो यहीँ पढ्छौ स्कुल कहाँ छ यहाँ हजुर दोकान यता माथि दोकान छैन पसल छैन कहाँ छ हो र
ल थ्याङ्क यू ह्यान्डसेक गर ल ह्यान्डसेक गर ल ह्यान्डसेक गर अहिले भेटौँला है अहिले म झार्छु यही बाटो अनि हेरौँ है ल बाई बाई यस्तो अर्ग्यानिक माल खानु पाइन्छ है हेलो भनिदियो फेरि अब एकचोटि फेरि यो अहिले दिएको है हेर्नु सब लजाएर हेर आमा होला गाइज दुईवटा पानी भरिसक्यौँ अनि टक्क ल्याएर लुगेट दियोस् भ्यू इन्जोय हेर बब्बाल लेखेर छ ल एउटा हामी चाहिँ पानी भर्न जान लाग्छौँ अनि भयो बटल हेमेन्ट लो समाधान त टक्क अब हामी चाहिँ यता पानीतिर गाडी पानी न किन अघि नाम त हेलो पानी भर्न नमस्ते हल्का पानी भर्न मिल्छ टक्क लाएर बाहिर हिँड्दा चाहिँ त्यस्तो खानेकुरा खाइसकेपछि डस्टबिन लेट्स गो बिहान बन्न आए जस्तो छ क्या साइकल चलाउनै पाएको छैन दुईजना चलाइरहेको छन् त्यही अलराइट गाइज आनन्दले तर आज चाहिँ मजा आइरहेको छ कि